Well, hello and good morning, guys, from my home. किनभने म हिजो ड्युटी गएको थिइनँ र वेलकम ब्याक टु माई मिनी ब्लग एपिसोड 5। हेर्नुहोस् त आजको मौसम सरर हुस्सु लागेर चिसो भइरहेको थियो र म चाहिँ बाइक स्टार्ट गरेर लाग्छु कहाँ थाहा छ हजुरहरूलाई साखु बजारमा। किन वाइ चिया खान नि किन हो र अहिले देख्नलाई पो यो 6 बजिरहेको जस्तो देख्नु भएको त हजुरहरूले। इट्स लाइक 8 AM राइट नाउ र चिसो मौसममा हेर्नुहोस् त हाम्रो पुलिस चौकी पुनर्निर्माण भइसकेको छ। जेनजी आन्दोलनको क्रममा पुरै कालो भएको थियो र अहिले चाहिँ एकदमै राम्रो छ। बजारभित्रको चलपल देख्न सक्नुहुन्छ है, सबैजना तरकारी सरकारी किन्नलाई बिहान बिहानै होइन। अब यस्तो चिसो मौसममा अब टक्क म चाहिँ अब जाँदैछु बाबाको पसलमा चिया खानलाई। बाबा भन्ने बित्तिकै को त अस्ति हामीले त्यहाँ माथि माछा फ्राई गरेर खाएको थिएन बाबा, उहाँको त्यो चाहिँ बज्रैनीको पसल भयो भने यो चाहिँ तल चलाखुको पसल भयो र एकदमै फेमस छ के को लागि, चिया। र म यहाँ गएर खान्छु चिया र चिया खाएको भिडियो चाहिँ देखाउँदिन है गाइस, किन भन्दा इट्स फकिङ प्राइभेसी है। अब त्यही हो, मैले के भनिराख्नु पर्यो हजुरहरूलाई अब बुझिहाल्नुहुन्छ। र म पुगिसकेँ मासु पसलमा। वाइ यस्तो चिसो मौसममा टक्क तातो तातो मासुको झोल के कसो हो? तिम्रो नाम के हो कान्छी भनेको? डोल्मा अरे, डोल्मा तामाङ भनेर भने कान्छी कति राम्रो रहेछ, क्युट रहेछ। ऊ पनि मासु किन्न आएको रहेछ। अब यस्तो मलाई यस्तो राम्रो अनुहार देखेपछि फेरि खिचिदिइहाल्छु म यो बच्चाहरू भनेपछि म हुरुक्कै हुन्छु। र मासुको पोका बोकेर म गएँ कहाँ? मेरो घरतर्फ। र यो चाहिँ मेरो गाउँको बाटो। गाइस हेर्नुहोस् त हरियाली नै छुट्टै थियो। अब अहिले त गाउँसँग रोप्ने सिजन पनि छ नि त, त्यही हो। पानी सानी लाएर बाटो अलिकति हिलो थियो। हेलो रिया, रियालाई पनि भेट भयो, रियाको बालाई पनि भेट भयो। रामदाई उहाँ पनि कन्टेन्ट क्रिएटर नै हो, खतरा बनाउनुहुन्छ उहाँले पनि। अब त्यही खुसियालीमा अब हुन्छ गफ गर्दै बाटोमा हिँडिरहेको थिएँ। हिँड्दा हिँड्दै हिँड्दा हिँड्दै म पुग्छु कहाँ? घरमा हो र। घरमा त मासु छोडेर हिँडिसके बा हो छोरो। कहाँ शान्ति खोज्न नि, कहाँ हुनु नि हो? यो माया मोहको संसारमा बस्दा बस्दै फ्रस्ट्रेसन भयो मलाई अति नै। र यो फ्रस्ट्रेसन मेटाउनको लागि म चाहिँ आनन्दको ठाउँमा जान लागिरहेको छु गाइस। बिहान बिहानको चिसो हावा बतास हुस्सु सँगसँगै यो आनन्दमय ठाउँमा पुगेपछि मलाई बल्ल रियलाइज भयो कि मेरो पनि दिमाग छ है। र मेरो दिमाग फ्याट्ट खोलिने बित्तिकै म कहाँ थिएँ थाहा छ? गणेश थान मन्दिर चाबेल। किन? कार्निभल रेकर्ड गाइस। कार्निभल रेकर्ड चाहिँ किन? यो के हो? यो चाहिँ एउटा स्टुडियो हो र यो स्टुडियोमा चाहिँ मेरो गीत रेकर्ड गर्दैछु। पब्लिकको डिमान्ड गीत गाउनुमा भयो र म अब हुन्छ नि त आर्टिस्ट जो परे डिमान्ड पुरा गर्दैछु। ल सुनिदिनु होला कृपया ध्यान दिएर। हामी चाहिँ टक्क सुन्दैछौँ आफ्नै गीत। अब हजुरहरूलाई कस्तो लागेको नि है? अब यति नै त हो। अब यस्तै भिडियो हेर्न मन लागेको छ भने चाहिँ कृपया लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त त्यतिन्जेलसम्मको लागि विश्राम लिन चाहन्छु। बाई बाई।